जब तपाईँ यो संसारबाट बिदा हुनुहुनेछ नि तब तपाईँको शरीरलाई दागबत्ती दिएर आगो लगाउनेहरू तपाईँको आफ्नै मान्छेहरू हुनेछन्। तर त्यही आफ्नाहरू तपाईँलाई जलाएर फर्किएपछि घरभित्र पस्नु अघि राम्ररी नुहाउँछन् ताकि तपाईँको छाया, तपाईँको ऊर्जा वा तपाईँको कुनै पनि अवशेष उनीहरूको घरसम्म नपुगोस्। तपाईँका कपडाहरू, तपाईँका मनपर्ने सामानहरू र तपाईँका सबै तस्विरहरू घरबाट बिस्तारै सबै हटाइन्छन्, तर एउटा कुरा भने फालिने छैन र त्यो हो तपाईँको कमाएको पैसा र तपाईँको गरगहना। किनकि उनीहरूका लागि तपाईँको यादभन्दा बढी ती भौतिक चिजहरू मूल्यवान हुन्छन्। जब तपाईँ यो संसारबाट बिदा हुनुहुनेछ नि तब तपाईँको शरीरलाई दागबत्ती दिएर आगो लगाउनेहरू तपाईँको आफ्नै मान्छेहरू हुनेछन्। तर त्यही आफ्नाहरू तपाईँलाई जलाएर फर्किएपछि घरभित्र पस्नु अघि राम्ररी नुहाउँछन् ताकि तपाईँको छाया, तपाईँको ऊर्जा वा तपाईँको कुनै पनि अवशेष उनीहरूको घरसम्म नपुगोस्। तपाईँका कपडाहरू, तपाईँका मनपर्ने सामानहरू र तपाईँका सबै तस्विरहरू घरबाट बिस्तारै सबै हटाइन्छन्, तर एउटा कुरा भने फालिने छैन र त्यो हो तपाईँको कमाएको पैसा र तपाईँको गरगहना। किनकि उनीहरूका लागि तपाईँको यादभन्दा बढी ती भौतिक चिजहरू मूल्यवान हुन्छन्।